मेरो सिटीमिटी पसिना तान्न तर आयो। अप्ठ्यारो बाटो छ है त बोक्नेमा। Hey guys, good morning everyone. Welcome to my YouTube channel. I hope तपाईहरु सबै सन्चै हुनुहुन्छ होला। आजको मेरो न्यू भ्लग चाहिँ के छ भने मैले आमाले उडाउनु भइरहेछ साँझ बिहान केमा बाल्ला बोक्नेमा। अनि गाह्रो छ साथीहरु, हामी बाल्ला बोक्ने मेरो घर चल्ने परेछ। म बिच बाटोबाट भिडियो बनाउँदैछु। अनि सबभन्दा मेन कुरा के हो भनेपछि त्यहाँ तल छ जाने ठाउँ, जाने हिँड्ने काम हो। म तपाईँहरू देखाउँछु नि त्यो के बाल्ला हो भनेपछि त्यहाँ एक दिन टिप्पर एक्सिडेन्ट भएको थियो। आई मिन त्यो ठाउँलाई म अहिले पछि देखाउने छु कि यहाँ तलबाट एक्सिडेन्ट भएको। अनि त्यहाँबाट त्यो बालुवा तल खसेको थियो। त्यहाँ मान्छे पनि बितेको, ड्राइभर बित्नु भएको हो भन्ने खबर म त देखेन, तर त्यहाँ देखेको म तपाईँलाई त्यो ठाउँ देखाउन चाहन्छु। हामी चाहिँ यहाँ आइसकेका छौँ। घाम लागेको छैन, बादल लागेको छ, त्यही भएर सफा देखिएको छैन। रोडको निर्माण भइरहेको छ यहाँ अहिले चाहिँ। त्यहाँनिर हिमाल छ तर बादलले देखेको छैन, कुहिरो लागे जस्तो छ। टिप्परको एक्सिडेन्ट चाहिँ यहीँनिर भएको, यहाँबाट सिधै तल गएको रहेछ कि। अनि ड्राइभरको पनि त्यहाँ मृत्यु भएछ। अनि पछि के भन्छन्, हामी चाहिँ अहिले त्यही यहाँनिरबाट हिँबर पल्ट्यो अनि टिप्पर यहीँनिरबाट तल गएको रहेछ। अनि यहाँ तल सल्लाहको रूपमा गएर अड्डिएको रहेछ। अनि त्यसले लिएको बालुवाहरू सबै तल खटिएको छ क्या। हामी चाहिँ फेरि अब कसैले नलग्ने काम चलाउनको लागि हामी चाहिँ फेरि त्यसलाई के भन्छन् त्यो लिएर आएको छौँ घर। केही काम गर्दा राम्रो हुन्छ, युज गर्न मिल्छ भनेर। तपाईँलाई अब बाटो देखाउँछु ल। अप्ठ्यारो बाटो छ है साथीहरू, यस्तोमा हामी हिँडेर आउनुपर्छ। गाह्रो हुन्छ बाल्लोसँग आउँदा। मैले चाहिँ यो काम पहिले नै गरेको थिएँ नि त। एकपटक इन्डिया गएको बेलामा, एकपटक भने दुईचोटि। मेरो बुवा मम्मी त्यही रहनुहुन्छ नि, त्यही भएर त्यहाँ गएको बेला यस्तो ठाउँ त हुन्न, तर त्यहाँ ठाउँ त सजिलै हुन्छ, कतिको डक्टर हुन्छ। यस्तो मानका गएर हामी चाहिँ बल्ला बोक्ने गर्थ्यौँ। त्यहाँ चाहिँ धेरै काम हुन्छ। बल्लाले खेद्छ अहिले माथि बाहिर फेरि। हामी चाहिँ साँझो लिन आउँछौँ। आज चाहिँ छुट्टीको कारणले बिदा पनि स्कुल, त्यही भएर फेरि बिहान पनि लिन आउँछु। यहाँनिर चाहिँ राम्रो कस्तो थाहा छैन कस्तो बाटो। झ्याङमा टिप्पर पल्टेको खबर हुन्छ कि गाईहरू। कति राम्रो देखिन्छ नि। फाइनली बालुवा भएको ठाउँमा पुगिसक्यौँ। हामी चाहिँ बेल चाहिँ यहाँ छोड्नुहुन्छ भनेर लुकाएर राखेको। फाइनली गाई चाहिँ हो टिप्पर पल्टेको त्यहाँबाट यहाँ बाल्ला यहाँ अमाइको खसेर तल गएर अड्डिएको छ टिप्पर। अनि अहिले त त्यसलाई हटाइसकेँ।
सरकारी बाटो निर्माण भइरहेको छ अनि त्यहाँ कति गाडीलाई लाग्छ अब मलाई चाहिँ अरू केही नभए पनि यस्तो बेल्चा लगाउन चाहिँ लास्टै मनपर्छ त्यही भएर मैले बेल्चा लगाएको मैले आमाले म लगाउँछु भन्नु भइरहेको थियो तर म आफै लगाउँछु नि अनि जति हार्ड काम भए पनि साथीहरूसँग गर्दा रमाइलो हुन्छ जे होस् गाइजहरु यति ठुलो कट्ठामा पुग्ने बेला ढेर टाइट हुन्छ हल्का बोलाइ मिस्टेक भएछ बिचरा हाम्रो नयाँ भाउजूलाई गाह्रो गाइजहरु बालुवाको हालत यस्तो छ खै मेरो बर्रे यो भारी बोक्न चाहिँ लास्टै गाह्रो मन त फेरि भुइँबाट उठ्न नसक्ने ढौ गाह्रो हाँसी मर्न लागेर कस्तो हालत भएको थियो यहाँ अब फेरि यहाँ भाउजूको फेरि बर्रे लर्कै धौ बनाइदिएर मेरो बहिनीको पालो अब फेरि गाह्रो छ हामी चाहिँ फेरि यस्तो घरमा काम नगर्ने घाँस दाउरा गर्ने मल पकाउने भएपछि सजिलो हुन्थ्यो सिक्ने पनि हुन्थ्यो तर हामी चाहिँ अब घरमा केही पालेको पनि छैन क्या त्योहरूले फेरि यस्तो गाह्रो हुन्छ मेरो पालो म भुइँमा त बोकिसकेपछि जति नै बोक्छु तर भुइँबाट उठ्नै सक्दिनँ त्यही समस्या छ कि मेरो उठ्नै सक्दिनँ अब त्यही भारीले थेचेर गाह्रो छ मलाई त्यहाँ घरमा यस्तै काम गर्ने हो भने चाहिँ बानी परिन्छ होला तर नगरेको कारणले चाहिँ र माइलियामा चाहिँ काम गरिरहेको मान्छे कस्तो राम्रो हुनुहुन्छ सजिलो तरिकाले फाइनली अब सबैजना बोकेर घरतिर लागियो बाटो फेरि कालेझारको बुटा मात्र ढुङ्गा मात्र हालत मानि काम गर्नु पुऱ्याएको छ अयो टोपो भाउजू ओ भाउजू कहाँ पुग्नु भयो बोतल होला तपाईँको बर्रे निक्लिनु गाह्रो छ यहाँ सहयोग गर्न कोही आउन सक्नुहुन्छ कि तपाईँहरू
गुल्चीको बर्रे खस्न लागेछ। बर्रे टोक्ला एकछिन एकछिन रुक्नु। खराब छ बिचरा पाउँछु। मेरो बहिनी कहाँ कि कति मिनट लाग्छ होला यहाँबाट त्यहाँ जाने? यस्तो अवस्थामा म भ्लग बनाउन छोड्दिनँ गाइजहरू। बनाउन चाहिँ अस्ति नै खोजिरहेको थिएँ, मोबाइलमा चार्ज नभएर घरमा लाइन पनि नआएर अनि मेरो मोबाइलको क्यामेरा पनि ठिक छैन नि, त्यही भएर भिडियो बनाएन। तर अब चाहिँ यो भिडियो चाहिँ म एडिट गरेर हाल्नेछु तपाईँहरूको सामु। गाह्रो छ, हामीलाई गाह्रो छ। रेटा बजेरे बिना इन्डियन गइकन यस्तै गर्नुहोस्। हामी त आएर पलाएर घरतिर लागिदिएको। मेरो एकदम ठिक छ। जे होस् मेरो ढाडमा भारी चाहिँ एकदम राम्रै हुन्छ। आफ्नो आफ्नो इच्छाको बिना होइन गाइजहरू। म चाहिँ बाटो सजिलो भए त ढिलो बरु, तर एउटै खेपमा पुग्ने हुन्छु। हाम्रो दाउको चल्ली ढाड दुख्ने प्रब्लम रहेछ। मेरो दिदीको फेरि टाउको दुख्ने समस्या थियो। टाउको दुखेर केही बोक्न नसक्ने। आउनु ल हामी गएको। गाडी बिग्रिन्छ मेरो त फेरि। अनुभव त छ होला तपाईँहरूलाई पनि, तर बालुवा चाहिँ अलि भारी नै हुन्छ अरूभन्दा। योभन्दा सिमेन्ट हल्को हुन्छ बरु। पागल जस्तै खालि बरु हेरेर नि। फाइनली गाइस मेरो सिटीमिटी पसिना तान्न तर आया छ। मेरो नि पसिना एकचोटि खै के कति खुस्क्या हटो काट बसाल्ने। अब जाने घर पुग्न लागिसकेको छौँ। पसिना आयो पनि नाकमा गाह्रो छ। मेरो नानी र मैले आमा कहाँ रहेपछि त्यस्तो छ नि।
घरमा अब आयो घर पानी गइरहेको रहेछ आयो ठाउँ सल्लाह बसालेन हामी चाहिँ अब रेडी गर्ने भन्दा पनि रेस्ट गर्नेतिर लागिसकेको छौँ भने जस्तै काम हेर्ने मलाई हेर्नुहोस् गाइजहरू त्यहाँ देखिँदै गाडी हि इज माई ब्रदर गाह्रो भयो गाइस आज हामी चाहिँ घर आएर अब अर्को चाहिँ जाने हुन्छ कि नै त्यो थाहा छैन अब मेरो भन्दा यतिसम्म नै भयो थ्याङ्क यू सो मच फर वाचिङ भिडियो अब मिल्छ अर्को ब्लगमा बाइ बाइ